ज्ञानेन्द्र शाहीलाई नेपाल प्रहरीलाई गुण्डासँग तुलना गर्ने, गृहमन्त्रीलाई कन्टेन्ट क्रिएटर भन्ने, प्रधानमन्त्री लगायतका चाहिँ टिमलाई चाहिँ साथीहरू माल खाएर काम गर्छन् कि क्या हो भन्ने र विदेशमा बसेका नेपालीहरू यिनीहरू के बुझ्दैनन् के जान्दैनन् भनेर आक्षेप लगाउने अधिकार कसले दियो? कसले दियो ज्ञानबहादुर शाहीलाई? त्यही भएर तुरुन्त यो माल खाएर काम गर्छन् कि क्या हो भन्ने कुरा संसदीय मर्यादा विपरीत छ। गृहमन्त्रीले तुरुन्त एक्सन लिएर ज्ञानबहादुर शाहीलाई चाहिँ तपाईँको चाहिँ कानुनको दायरामा ल्याउनुपर्छ। जे पाए त्यो बोल्न पाइन्छ, मुख्छ भन्दैन। कुनै के चाहिँ तपाईँको चाहिँ र कुनै के जोगाउनु भन्छन् नि, हेर्नुहोस् जोगाउनु पर्छ पर्दैन, जे पाए त्यो भन्ने, मन लाग्यो भन्ने। जसले ज्ञानबहादुर शाहीलाई नेता बनायो, जसले आपत परेको बेलामा पैसा सङ्कलन गरेर पठायो, जसले कुनै घाइते भएको बेलामा उपचार गरिदियो र जसले निर्वाचन